गाइस आज चाहिँ मैले यो स्पेस हिटर लिएर आएको छु होइन। यसले चाहिँ एकदम तातो दिँदो रहेछ है। यसको चाहिँ बुक आउँछ होइन, तपाईँहरूले कसरी युज गर्ने बुक हेर्न सक्नुहुन्छ। प्लस यसको रिमोट पनि आउँछ होइन, तपाईँहरूले यो रिमोटबाट सबै कन्ट्रोल गर्न सक्नुहुन्छ। अफ अन टेम्परेचर घटाउने बढाउने भयो होइन, यो घुमाउने म्युट राख्नेहरू सबै छ होइन। अनि यसको टु डिफ्रेन्ट टेम्परेचर मोड हुँदो रहेछ होइन। अनि प्लस इको मोड पनि हुन्छ। अनि यसको टेम्परेचर चाहिँ 41 देखि लिएर 95 डिग्रीसम्म हुँदो रहेछ होइन। एकदम मजाले काम गर्दो रहेछ। तपाईँहरूलाई म चलाएर देखाइहाल्छु होइन। अहिले चाहिँ यसको टक्क यो हावा मात्रै आइरहेको छ क्या, फ्यान मात्रै चलिरहेको छ होइन। तपाईँले टेम्परेचर गर्नको लागि यसको यो रिमोटमा एम छ, यो एम प्रेस गर्नुभयो भने यसको टेम्परेचरहरू डिफ्रेन्ट मोडहरू लाउन सक्नुहुन्छ होइन। टक्क यो घटाउने बढाउने भयो होइन। एकदम मजाले काम गर्दो रहेछ। एकैजना क्या तातो आउँछ क्या, एकदम धेरै तातो आउँदो रहेछ होइन। अनि प्लस साथी यो चाहिँ फोनमा कनेक्ट गर्न पनि सकिन्छ होइन। यसको कन्ट्रोल गर्ने सबै बटनहरू यहाँ टुप्पोमा पनि छ होइन। तपाईँहरूले पनि यस्तै खोजिरहनु भएको छ भने होइन, शुद्ध गर्दा हिट लाएर सुत्न मन लाग्छ भने होइन, तपाईँहरूको अब ग्यारेजतिर खानाहरू पकाउनु हुन्छ भने यसले चाहिँ एकदम धेरै काम गर्दो रहेछ। तातो मजाले आउँछ होइन गाइस। मन पऱ्यो भने म तपाईँहरूलाई टक्क लिङ्क राखिदिन्छु, लिनु होला। अनि यसको यो घुम्छ पनि, यो चाहिँ बिर्सिरहेको मैले भन्न, यो चाहिँ यता र उता घुम्छ होइन। एकदम मजाको छ गाइस। मन पऱ्यो भने टक्क म लिङ्क राखिदिन्छु, लिनु होला।